शिक्षक महासंघ जिंदाबाद, शिक्षक महासंघ जिंदाबाद। लामो समय शिक्षक आन्दोलनपछि नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँगको छलफलपछि शिक्षक महासंघको बैठक बोलाएको हो। बैठक सभा 3 बजे रत्नराज्य माध्यमिक विद्यालय बाणेश्वरमा भएको हो। समसामयिक विषयमा महासंघको छलफल हुने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्। बैठकमा राष्ट्रिय समितिसँगै महासंघमा रहेका संस्थाका अध्यक्ष र महासचिव, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाएका थिए। महासंघका प्रतिनिधिसँग प्रधानमन्त्री ओलीले शिक्षाका माग सम्बोधनका विषयमा छलफल गर्न सकिने बताएका छन्। ओलीले सम्बोधन गर्न सक्ने मागबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने बताएका थिए। 2 घण्टा चलेको छलफलमा महासंघको तर्फबाट चालु आन्दोलन शिक्षक कर्मचारीका माग र विषय शिक्षा ऐन जारी गर्न सम्बन्धमा आफ्नो धारणा राखेका थिए। भिडियो कस्तो लाग्यो? लाइक, सब्स्क्राइब साथै कमेन्टमा सुझाव सल्लाह दिन नभुल्नुहोला।